हामी गोसेकुण्डको यात्रामा छौँ। अब यो धुन्चेबाट हामी कहाँ गएर खाना खान्छौँ अरे? अङ्कललाई थाहा मामा हामी कहाँ गएर खाना खान्छौँ? कहाँ? देउराली। देउराली भन्ने ठाउँमा गएर खाना खान्छौँ। ल ल अब हामी हिँड्न लागेका छौँ। बिस्तारै यात्रा गर्दै ल यो सबैजना अब तयारीमा छ। बाटो छोड्नु यता उहाँ गोसेकुण्ड गएर हामीले बाटो छोड्नु। जय शम्भो धर्मरी हादिया जम 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 उतालाई अहिले गाह्रो भएको छ। ओइ मैले त लौरे ल्याउन बिर्सिछु। अङ्कल खै त ओह्रालो भयो यहाँ यति हो। अब बाटो राम्रो छ नि त। अब ओह्रालै ओह्रालो हो के। रातिमा थाक्छ अहिले। अहिले त
हो बिस्तारै नआत्तिकन जानु होला हजुर यहाँ गाडी लगाउनु पर्छ चाइनाबाट आएको होला हो चाइनिज हाम्रो भाषा बुझ्दैन ल मैले लौरै बिर्सिछु त भन्नुभयो जाडो हुन्छ कहिले हुन्छ होला है पानी अब यो वाटरको भाउ देख्नु सफा देख्ने निलो होला सबै सफा झर्ना हो
150 त्यसो नमान्नु न लौरी बिना उकालो खन्तीको उकालो भन्ने त अब पलाकै उकालो हो त्यो उकालो चाहिँ अलिकति ठाडै छ यो त सामान्य हो त्यो त हाम्रो गाउँ गइरहेको थियो त गाउँतिर गएको नलगाउनु जाँदाखेरिको उकालो यतिको यही त अनि सम्झेर हिँडौँ न यहाँ चक्लेट भिज्दिम चक्लेट चाहिँ चक्लेट भिज्दिम चक्लेट होला ए अहिले पर्दैन जानु पर्दैन कुन हामी आँप त चक्लेट खान्छ खास कहाँबाट भने जङ्गलबारीबाट माथि हो चक्लेट खान्छ धेरै त्यत्रो खाइसक्यो तिमीले पानी त्यो नखाऊ पानी चाहिँ यस्तो यस्तो गर्ने अहिले खानु पऱ्यो कि किन चिसो पानीले नुहाएर ट्याक्क भिजेर बसेपछि अनि आनन्द भएर कति बोले तपाईँले गाह्रो भएको छैन छैन नि त त्यो भएर त्यहाँ बसेका बुढा त्यसै यो ठाउँमा आएर बसे होइन नि चिसोको लागि यो विषयमा कथा छ एउटा कथा छ अब त्यो अहिले नभनौँ अलि माथि गएपछि भनौँ न त्यसलाई म रेकर्ड गर्नु यो फुल टिपेर हामीले सुनि यताउति गरेन अहिले खतम पार्छ यो पात डेन्जर हो अब केही खेती गरे होइन कसैको नि मान्छे त्यहाँ घर छ त्यो खेती गर्नु काहीँ फलादेखि अहिले केही जा गोल काँक्री जस्तो नि छैन काँक्रै हो यो तँलाई क्याबले गरिम भएको है अहिले खिचिसक्यो भिडियो रेडी भइसक्यो हाई साउन्ड आउँछ आउँछ सबै हाई गरेर त यो चाहिँ मैले दाइको गोप्रोलाई ह्याक गरिसकेँ फाइनल्ली मैले यसरी नै खिच्न मिल्छ मम्मी हेर्नु त तपाईँको सो प्रिटी क्यामेरा क्वालिटी पनि ल पसिनाले हुन्छ पसिनाले भित्र भएपछि भित्रभित्र आउँछ यो खिचिसक्यो ल देखाउनु त देखाउनु एकछिन पनि भाग्छ फेरि खै के हो रे त्यो यो 5 करोड पर्छ यसको दाइले हेलिकप्टर चलाइदिएर जाने यो बाहिर 5 करोड हामी चाहिँ हाम्रो अरू 2 जना आउँदै हुनुहुन्छ नि कुर्दैछौँ गइसक्नु भयो यसलाई स्टप चाहिँ गर्न मिल्दैन दाइ पाउरा फुट गाइस म चाहिँ अब लागिसक्यो अब समय तिमीले के देख्छौ यहाँबाट देख्दा के देखिरहौ तिमी देखिरहौ हो राम्रो देखेँ त अब तिमीले मनी बनाउनु यो चाहिँ मैले सुशील दाईको गोप्रोलाई ह्याक गरिसकेँ थ्याङ्क्स टु सुशील दाई मेरो नाइस एक्सपिरियन्स न्यू मेमोरिज हुने भयो मनी एकछिन सो प्रिटी आज है त्यो माइ गॉड रियल ब्लगर फिर आउँदै देखेको यसरी मजा आयो हामी चाहिँ म फर्स्ट टाइम समाउँदैछु यार यो लाइफमा हाम्रो पछाडि आउँदै हुनुहुन्छ दाइहरू सबैजना मम्मीहरू 4 जना केटीहरू हिँड्दै हुनुहुन्छ हाम्रो यहाँ केटी आउँदैछौँ पछाडि दाइहरू चाहिँ आउँदै हुनुहुन्छ बाटो पनि हेर्नु पर्यो फेरि लेट्स गो
यहाँ चाहिँ हामीले भेटेको अङ्कल हुनुहुन्छ यस हामीले भेटेको अघि नै ए कस्तो मजा आउँदै थियो है तर ला बन्द भयो होइन खुसी रह आई डोन्ट नो बन्द भएछ नि किन छिटो भयो नि त कहीँ यहाँ चाहिँ म हजुरहरूलाई बाटो देखाउँछु नेचरको साउन्ड नै सो आनन्द क्या यत्तिकै नै मजा आउने दिस इज आवर सायद सेकेन्ड पुल नै होला यहाँ चाहिँ मिनी झरना रहेछ है समलाजी चाहिँ पूजा हुनुहुन्छ मम्मीहरू चाहिँ अगाडि बस्नुभयो म चाहिँ यहाँ छु हाई भन के भनेको म चाहिँ नेमारको भाइ तपाईँ नेमारको जर्सी लगाएर आएको छ है डेडिकेटेड टु माई डियर नेमार यहाँ हुनुहुन्छ यी दिदी आमाहरू मम्मीहरू अझै अर्को दुईजना आउँदै हुनुहुन्छ अनि त्योहरू कुर्दै हुनुहुन्छ अहिलेलाई चाहिँ बाई यहाँ चाहिँ दाईहरू आउँदै हुनुहुन्छ ड्याडी र दाई अनि अङ्कल मैले सबै कुरा गर्न सिकेँ जुम गर्न सकिनँ ड्याडी आउनुभयो दाई र अङ्कल चाहिँ उहाँ तल आउँदै हुनुहुन्छ हेर्नु हेर्नु यो चाहिँ ड्याडी हुनुहुन्छ मेरो क्यामेराम्यानको मेरो ड्याडी यहाँ दाई र अङ्कल हुनुहुन्छ के छुट्यो ब्याग खोइ त साँच्ची नै फेरि फर्केर जाने नाइस कन्टेन्ट गाइज ब्याग बिर्सिसक्नु भएर अङ्कलले अङ्कलले ब्याग बिर्सिनु भएको रे नाइस कन्टेन्ट जिस्को भयो कि साँच्ची नै कसरी बिर्सिनु भएको छ हलुङ भएर हिँड्नु भयो होला अनि अनि मेरो म कसरी देखिन्छ त गाइज देखाइदियो मम्मी र आन्टीलाई यहाँ सबैजना आउँदै हुनुहुन्छ हेलो भन्नु चाहिँ म हो यहाँ सल्लाह बहिनी भ्लगर हुनुहुन्छ हामी चाहिँ अब गोसीकुण्डको यात्रा किनकि फर्स्ट सुरुमा अङ्कलले ब्याग बिर्सिसक्नु भयो फर्स्टमा मेमोरेबल एउटा मेमोरी भइसक्यो यहाँ ब्याग बिर्सिनु भएर यहाँ दुईजना अगाडि जानुभयो अब फेरि आउँदै हुनुहुन्छ दुईजना ब्याग बिर्सिनु भए आउँदै हुनुहुन्छ कमसेकम आफ्नो ब्याग चाहिँ नबिर्सिनु होला कसैले पनि यो भिडियो हेरेर प्लिज त नि ठाडो उकालो बुढीलाई चाहिँ त छोडेर हिँड्छ झोला ब्यागै बिर्सेर एउटा हाँस्ने माध्यम भयो हाम्रो लागि म छोड्छु भन्नु भन्नु भएको रहेछ एउटा 5 करोडको किराले गर्दाखेरि चाहिँ गोब्रे किरा नै मैले बोकेको थिएँ नि पहिला त्यही हो ठिक छ म अलिकति अगाडि चाहिँ पनि जानुपर्छ हामीले भाइ साउथेन लिन्छ न दाइ थिए गए नाउ ह्यान्ड ओभर टु थ्याङ्क यू सो मच गाइज वी आर जस्ट इन्जोइङ द भ्यू यस हाम्रो चाहिँ लगभग 7 बजेदेखि 7:30 बजे सुरु भएको थियो होला है 7:50 कि कति भएको थियो अरे अहिले चाहिँ 10 बज्नको लागि 40 मिनट बाँकी छ अनि त्यसपछि गाइज मेरो क्लासमा साथीहरू पढ्न लास्टसम्म भिडियो बन्द भइगयो नि क्लासमा साथीहरू पढिरहेछन् म भने यहाँ छु अन्त सिक्लिप आएर म हाइकिङ गरिरहेको भइगयो नि मेरा एआई सुन न मेरा एआई वीडियो किसने बना दिया लिया तो सिक्लिप था पर मैं वैकेशन पे हाइक पे कैसे दिख रही हूँ हुन्छ ओम नमो शिवाय गाइस अब अहिले पछि भेट्छु किनकि धेरै बोल्दै हिँड्यो भने सासै छुट्दिँदो रहेछ अनि दिस इज ओटिडी आउँदै हुनुहुन्छ
अङ्कलले नै ब्याग बिर्सेर जानुभयो अरे अर्को दुईजना आउँदै हुनुहुन्छ आधी बाटोबाट म फर्स्टमा पुग्न लागिसकेँ गाइज आई एम अन फर्स्ट म सधैँ अन टप हो क्या ब्रो बाई बाई गाइज म आधी बाटो नै आइपुगेको छैन मलाई टाउको सक्यो जय म भन्दै आउँछु आज कहाँ बोल्दै आइरहनु भएको गाइज सबैलाई हाउ आर यु बसे कि नाम जपेंगे क्या जपेंगे यार म त सक्छु यार यार बाटो म फर्स्ट तिमी सेकेन्डमै हिँड्नुपर्छ त्यही भएर अलिक बिस्तारै हिँड यहाँ आउँदै हुनुहुन्छ हाम्रो टोलीहरू सबैजना हाम्रो टोलीहरूलाई थकान महसुस भइरहेको छ अनि एकजना अङ्कल चाहिँ बाटोतिर हराइसक्नुभयो फेरि पनि ब्याग बोकेर आउनु अब हामी अर्को स्टपमा बस्नुन्जेलसम्म आइपुग्नुहुन्छ होला सायद त्यही भएर हामी चाहिँ यहाँ हजुर म अनुहार देखाउँ कि बाटो देखाउँ क्या गाइड अनुहार देखायो भने मलाई यसो नाइस एक्सपिरियन्स हुन्थ्यो मेरी मम्मी अन्त यस्तो राम्रो के दि भन्न चाहन्छौ म चाहिँ हजुरहरूलाई अरू भिजिटर देखाउँछु भनेको बिकज दे वेयर च्यान्टिङ भगवान्को नाम तर मैले देखिनँ प्ले हुन्छ क्या त्यो पज भएको 1 मिनटमा यसो पज हुँदै थियो म यहाँ अरूहरूको पनि भिडियो बनाइदिन्छु भनेको जब्दै आइरहनु भएको थियो हराउनु भयो म चाहिँ यसरी भिडियो बनाइदिन्छु म ब्लग सबको भिडियो खिचिदिन्छु क्या म हाई गर्नु हाई राम्रोसँग घर जानु होला थ्याङ्क यू एक्साइटेड सबले एक्स्ट्रा भर्ट मी बाहिर निस्किँदैछ धेरै नै हस् हो ल हामी चाहिँ सोलगा जाँदैछ सोलगाबाट जम्मा 4380 किलोमिटर 80 मिटर मात्रै टाढा हो है गाइज मुखले जम्मा हो हिँड्नको लागि अलिक धेरै नै सफर लाग्छ हाम्रो आज चाहिँ लगभग आधी बाटो त हिँड्छौँ होला है हामी भोलि जाने ठाउँसम्म आधीभन्दा म्याक्सिमम् यहाँको अङ्कलहरूले चाहिँ यति चाँडै स्टार्ट गर्नुभएको छ अझै माथि नै पुग्नुहुन्छ थाक्दै हो त अब चाहिँ बिस्तारी बिस्तारी अब ओम नमः शिवाय भन्नु ओम नमः शिवाय भन्नु सबै बिर्सिन्छ ओम नमः शिवाय भन्नु सबै थोक बिर्सिन्छ मलाई गाइस चाहिँ भन्दा केही भन्न आउँदैन रहेछ है तर म त्यसो नास्तिक त होइन नास्तिक हो तर पनि ठिक छ अब चाहिँ बन्द गाइस वी आर इन बेथानखोर राइट नाउ यहाँ चाहिँ दाइ मम्मीहरू सबैजना आउँदै हुनुहुन्छ मम्मी मेरो सम्झाली त यहाँ भ्लगर त अगाडि गइसक्यो सम्झाली दिदी एकचोटि मोबाइल राखिदेऊ न गाइस मसँग चाहिँ मोबाइल पनि ब्याकप्याक पनि लौरी पनि अहिले मैले देखाउनै सकिनँ एकछिन रोक्नुहोस् है अहिले त राखिदिउँ अब चाहिँ हामी यस्तो उकालो यस्तोमा आइसक्यौँ हेर्नुहोस् यहाँ हाम्रो टोलीहरू चाहिँ सबैजना आउँदै हुनुहुन्छ यहाँ सल्लाह बहिनी नि यही छ अब चाहिँ हामी चाहिँ जाँदैछौँ हाम्रो लास्ट स्टप रहेको छ गोसेकुण्डा त्यहाँबाट चाहिँ हामीहरू घर फर्किन्छौँ गोसेकुण्डा चाहिँ अझै हामी सायद कति मिटर चाहिँ माथि आयौँ होला र मैले फोनै हेरेको छैन है मेरो फोन त मैले निकालेकै छैन क्या अनि हामी जानुपर्ने चाहिँ हाम्रो रिच पोइन्ट चाहिँ यो फ्लावरहरू चाहिँ कुनै पनि टच गर्नु हुँदैन अरे है यो फ्लावरलाई टच गरेपछि चाहिँ लेक लाग्ने चाहिँ एकदम धेरै चान्स हुन्छ अरे लुक हियर फ्लावरहरू पनि धेरै छ तर टच चाहिँ नगर्नु होला एज पर सबैजनाको सुझाव सल्लाह त्यही हो गोसेकुण्डामा चाहिँ टोटल 108वटा कुण्डहरू छन् क्या हो ए भर्याङहरूले गर्दा नि हो यस्तो यस्तो सिडी आउँछ क्या मेन प्रब्लम हुने भनेको यस्तै सिडी हिँड्नलाई नै हो क्या सिडी हिँड्नलाई चाहिँ यो झन् यो ब्रेथ चाहिँ इन आउट भइरहेको छ नि त अनि यसले गर्दा चाहिँ हामीलाई एकदम गाह्रो हुन्छ त्यही हो जङ्गल हेर्नु सक्नुहुन्छ यहाँ लुक एट भ्यू
तपाईहरूले चाहिँ खोला कराको साउन्ड पनि सुनिरहनु भएको छ होला के सो ब्युटिफुल नेचर त यति धेरै ब्युटिफुल छ नि हेर्न सक्नुहुन्छ सबै हाम्रो टोली मात्रै हुनुहुन्छ अरूहरू चाहिँ सबै फर्केको दाइ दिदी भाइहरू मात्रै हुनुहुन्छ त्यही हो यहाँ छ मेरो स्टिक यहाँ छ मेरो ब्याग लेट्स गो सर्टकट बाटो पनि हिँड्न मिल्छ क्या यहाँ चाहिँ सर्टकट चाहिँ यताबाट रहेछ सानो सानो अनि भर्याङ्गै चढ्नु पऱ्यो भने चाहिँ यताबाट हिँड्नु पर्दैन पानी खाँदै हिँड्नु हुँदैन कतिको गाह्रो हुँदैछ तपाईँहरूलाई होला के बिस्तारै बिस्तारै हिँड्नु बिस्तारै 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 हिँड्ने हो पसिना निकाल्नै पर्दैन पसिना मलाई पनि आइसक्यो पसिना त हो नि ल सल्लाहको बोट पनि हेर्नु यसलाई भने त सल्लाहको बोट तपाईँहरूले नचिन्नु भएको भयो त्यसमा चाहिँ केही सिद्धिँदैन सकिन्छ नि चाह सकिन्छ यहाँ यस्तो घना जङ्गल भइरहेछ चक्लेट कपुरले जानु त्यसरी उ बनाउनु होइन एकदम राम्रो हुन्छ हो कपुर नै जानु उ गर्नुपर्ने रहेछ कपुर सुनि चक्लेट खाँदै हिँड्नुहुन्छ भने यहाँ बुझ्नु हुन्छ लेट्स गो एकैछिन 1 सेकेन्ड जति पज लियो भने त मजाले सकिन्छ एक सेकेन्ड जति 1 मिनट जति पज लियो भने त आनन्दले फेरि 10वटा खुड्कीले उठ्नु चाहिँ सजिलो हुन्छ अब चाहिँ हामी सायद पज गरौँ होला किनकि हजुर अहिले चार्ज 48% भइसक्यो त्यही भएर एकछिन राख्छु ल अहिले पछि राम्रो डेस्टिनेसन आयो भने देखाउँछु आज चाहिँ अलि हामी हिँडेको छिटो भएको कि के हो अलि मान्छेहरू कमै हिँड्दै हुनुहुन्छ है हामीहरू अलि छिटो हिँड्यौँ जस्तो लाग्दैन के लाग्दैछ सबैजना हामीहरू छिटो हिँडे त होइन किनकि तर हुन त 2 घन्टा त हुनै रहेछ नट सो पिक आवर त्यही भएर पनि होला है त्यही भएर बाई सी यु इन नेक्स्ट स्टप गाइज 47 खै त ए बुद्धिमहरू अब चाहिँ हामी सेकेन्ड स्टपमा आइसक्यौँ है भन्नु त कतिको गाह्रो हुँदैछ अहिले त गाह्रो सहनुपर्छ है रमाइलो लाग्दैछ एकदम हो यहाँ ठुलो मम्मी हुनुहुन्छ है भन्नु तपाईँलाई कतिको मजा आइरह अहिलेसम्म चाहिँ एकदम मजा छ अब जाँदा के हुन्छ भगवान्ले शक्ति दिनु आरामले पुऱ्याइदिनुहुन्छ यहाँ बुबा पनि हुनुहुन्छ यहाँ दाइ हुनुहुन्छ उहाँ ठुलो मम्मी हुनुहुन्छ यहाँ ठुलो मम्मीको हस्बेन्डले ब्याग छोडेर हाम्रो अङ्कल बाटोमा हराइसक्नु भयो उहाँ आउँदै हुनुहुन्छ अरे उहाँ आइसक्नु भयो समय तिमी त के हो पुरै चिल पारेर तिमी ससुराली आऊ ससुराले होइन म रेस्ट गरेँ झोला बोकेर आइसक्नु भयो अङ्कल लौरी बिना उकालो हिँड्दा नि के अरे पानी परेर दुईटा बेस्टुहरूलाई सँगै दसैँको आउन पाउँदा कस्तो फिल भइरहेको बेस्टुहरू पमहरूसँग हामी पनि यसरी आउनुपर्छ भोलि पर्छ मम्मीहरूले मेमोरी बनाए जस्तै फेरि लुगा नि उस्तै उस्तै तपाईँलाई झोला छोडेर आउँदा कतिको फिल भइरहेको भन्नुहोस् फर्केर आधी बाटो फर्केर झोला बोकेर ल्याउनु भयो है धेरै गफ लाउनु भएको जस्तो लाग्यो मलाई म चाहिँ यहाँ यसको ए ठिकै त हो नि गाइस म चाहिँ नयाँ पहिरनमा आइसकेँ चस्मा लगाएर हामी सबैजना पछाडि हुनुहुन्छ म चाहिँ फर्स्टमा छु चस्मा चाहिँ खासै लगाउँदिनँ किनकि मलाई लाज लाग्छ भिडियो बनाउँछु ल गाइस अब हामी खाना खाने ठाउँ आइपुग्यौँ है बिस्तारै छिटो छिटो खाना खाने ठाउँ आइपुगिसक्यो ल कतिको भोक लाग्यो भने कराउनु समय तिमीलाई भोक लाग्यो त अहिले त खाना खान त मनै लागेन है हिँडिरहेको भएर अहिले त्यो हिँडिरहेको भएर खाना चाहिँ नखाऊँ सच अ वाइड भ्यू
So pretty क्या this camera is so good. माथि छ होटल चाहिँ उता हामी जाने होटल चाहिँ यहाँ कतिको रमाइलो हुँदैछ सफर ब्याग छोडेर पुऱ्याएर फेरि आउनु भएको मान्छे यहाँ आइसक्नु भयो अरू बिचरा हिँड्दै हुनुहुन्छ आधी बाटोको बाटो सानो मिनी गोसेकुण्डा पुगेर ब्याग लिएर आएर फेरि हामीलाई भेट्सक्नु भयो हाम्रो अर्को आधी टोली तलबाट आउँदै हुनुहुन्छ गाह्रो भएको जस्तो छ अलिअलि ल हाई भन्नु न्यू भिलेज माथि खान्दी होटेल आइपुग्यौँ बिहान बोलाइरहेको खाना खाने ठाउँ आइपुग्यो एक्साइटेड हुनु त अलिकति धेरै हो पेटमा पनि ए हो कि हातमा मात्रै ए हो तर खासै खाना खाउँ जस्तो चाहिँ लाग्यो होइन यति छिटो तर हो न्यू भिलेज होइन बाहिर अङ्कलले त जे पनि उलाउनु हुँदो रहेछ खालि भनेर मैले थाहा पाएँ होइन किनकि अघि नै एकचोटि एउटा मान्छेलाई त हामी 5 चोटि आइसक्यौँ गाह्रो छैन भनेर गफ लगाइदिनु भयो त्यो चाहिँ मैले प्रत्यक्ष सुनिरहेको थिएँ गाह्रो भएको छ त भन्दै हिँड्ने त सधैँ रमाइलो भइरह नि है ब्याकअप हस्बेन्ड एन्ड वाइफ र यसको गाइज मम्मी चाहिँ हुनुहुन्छ मेरो मम्मी हाई मम्मी मेरो जेठी दिदी र नानी र ड्याडी चाहिँ गइसक्नु भयो हाम्रो अम्पम बेस्टुजहरू खाउँ सबैजना हामी चाहिँ यहाँ छौँ ल अब सक्यो गाह्रो भयो खाना खान्छौँ बाई एकछिन चुप लाग्नु मम्मी अहिले त भोगे लागेन हिँड्ने छोड्ने छैन होला भात अब चाहिँ हामी खाना खाने ठाउँमा आइपुग्छ दाइ त उहाँ पुगिसक्नु भएछ फेरि पनि यहाँ चाहिँ अब खाना खान लाग्नु भएको छ हाम्रो फर्स्ट स्टेसनमा यहाँ चाहिँ खाना आइसक्यो यहाँ चाहिँ मेन्सहरू हुनुहुन्छ भने यहाँ चाहिँ दाइले खाना खाँदै हुनुहुन्छ कस्तो खाता खाना रिभ्यू दिनु त ठिकै छ यहाँ अङ्कल हुनुहुन्छ यहाँ ड्याडी हुनुहुन्छ त्यहाँको अङ्कल हुनुहुन्छ ल बस तिमी ल ओम नमः शिवाय ल ओम नमः शिवायको फर्स्ट खाना कस्तो प्रसाद खान लाग्नु पर्छ यस्तो वाला हेर्नु नानी होटेलमा कस्तो खानु एकचोटि बाइट लिनु अनि मलाई भन्नु न अनि यो के अरे यो बन्दा र चिप्ले भेनी अनि बोडी होइन यो चाहिँ के को मुन्टा भन्छ नि इस्कुसको मुन्टा ए इस्कुसको मुन्टा ओहो मैले इस्कुसको मुन्टा चाहिँ अहिलेसम्म खाएन है के भात चाहिँ नरम वाला रहेछ यार मिठो छ त ल भात पनि नरम छ अरे हाम्रो चाहिँ खाना यहाँ रेडी छ यहाँ खाँदै हुनुहुन्छ ठुलो मम्मीहरू सबैजना म चाहिँ यहाँ छु म चाहिँ खाना खाना बस्ने बेला हुँदैछु हामी देखाइदिन्छ न हाई कतिको मिठो छ खाना हो राम्रो हुँदैछ खाना मिठो छ नि उहाँ बुवा चाहिँ उहाँ हुनुहुन्छ हामी चाहिँ म पनि खाना जान्छु बाई दाइ यसमा त तर चास सक् हामी चाहिँ खाना खाएर लागेको हो कि होइन हो ड्याडी चाहिँ यहाँ हुनुहुन्छ मम्मी यहाँ हुनुहुन्छ म चाहिँ खाना खाएर हिँड्यो भने अलिक गाह्रो हुँदैछ अब चाहिँ सासमा आए चाहिँ अब भगवान्को ठाउँमा जानु होइन नमो नमो गर्नलाई के अरे म के भन्छ त्यसलाई ओम नमः शिवाय भगवान् जपेको टोपी लगाएर के अरे ऊ लाउँदै हिँड्नुहुन्छ खाना खाएर हिँड्दा त अलिक फुर्ती के अरे अलिक तन्दुरस्त फिल भइरहेको होला नि अलिक फुर्ती आएन अलिक फुर्ती फुर्ती हो कि फुर्ती हो यो साँच्चीको नियर जस्तो बस्छ त हो क्या त साँच्ची भन्नुपर्दा मलाई पनि च्यानमा हल्का हल्का भात लागेको फिल भइरहेको छ टाउको पनि हो क्या तर वी क्यान डु इट नेभर गिभ अप ल हाम्रो मम्मीले मकै प्रमोसन गर्दै हुन्छ किनकि हाम्रो मम्मीले रात दिन लगाएर मकै भुटेर आउनु भएको ठिक छ त्यही भन्छ बाई भन्नु यहाँ भिडियोमा बाई हामी चाहिँ दुईजना चाहिँ राम्रोसँग घर फर्किनु हजुरहरू नि हामी चाहिँ नाइस मेमोरी बनाउँदैछौँ स्ट्रेन्जरहरूसँग भेट्यो सबै मजा आइरह है एक्स्ट्रोभर्ट एकदम धेरै निस्किरह है हामी भित्रको तर होइन लाइफ इज सो ब्युटिफुल कि स्ट्रेन्जरहरूसँग नयाँ मान्छेसँग भेट्नुपर्छ भन्छन् नि तर साँच्ची नै हो क्या
किनकि लाइफमा यति धेरै काइन्डनेस छ कि अहिले हामी बाटोमा चुप्प लागि हिँड्दा पनि आफू मुसुक्क हुन्छ नि आफै बोलाउनुहुन्छ कि सबिना त्यस्तो धर्ममा कर्म गर्ने मान्छेहरू मात्रै राम्रो हुन् है फेरि सबैजना राम्रो चाहिँ छैन इफ यु गाइज आरन देन जस्ट बी अ लिटल काइन्डर सायद लाइफमा काइन्ड हुनु नै बेस्ट हो लाग्छ है मलाई चाहिँ खत्तम भइसक्यो नि कुनै नगर्नु त्यो चाहिँ म पनि हुन त दे आर जस्ट लाइक अब हाम्रो आमा बुबा अङ्कल आन्टी मम्मी बाबा जस्तै मान्छे हो नि त अनि हामी भनेको उहाँको लागि छोराछोरी हो त्यही भएर पनि हो ठिकै छ हामी जाँदैछौँ अनि थ्याङ्क्स टु सुशील दाई मैले नाइस मेमोरी क्याप्चर गर्दैछु ड्याडी र अङ्कल हिँड्दै हुनुहुन्छ नानी यहाँ छ म यहाँ छु मम्मीहरू अनि हामी सबैजना टोली यहाँ हुनुहुन्छ हामी चाहिँ टोटल 10 जना 10 जना हुने हामी आएको अनि रमाइलो हुँदैछ गाह्रो पनि हुँदैछ जे होस् लाइफमा यतिको आउन पाउनु नै भाग्यमानी ठान्छु है समय यतिको एजमा होपफुल्ली भोलि पर्सि झन् फर्केर धेरै नबोलौँ हामी 180 मिटर माथि आइसक्यौँ त्यसरी खाना 160 मिटर 2460 मिटर भन्नु अब जिन्दगीमा यतिको क्यामेराम्यान हुन पाएको छ त्योभन्दा बढी के चाहियो र मलाई होइन कतिको रमाइलो भएन पनि तपाईँको खुट्टाले कतिको साथ दिँदैछ तपाईँ पानी परेर पानीको उसमा आएको जस्तै भएको थियो भुइँ भिज्या भएर अघि नि त्यस्तै गरेको थियो हामीले मारिदिएको त्यही भएर रमाइलो हुँदैछ नि होइन जे होस् अहिलेलाई त छैन कतिको हुँदैछ 2 जना 3 जना 4 जनालाई हजुर ठिक छ अहिलेसम्म हाम्रो उहाँकी छुलियामा एक्लै पछाडि हेर्दै हेर्दै आइरहनु भयो अहिलेसम्म त केही भएन भन्नुभएको थियो अब गाह्रो गाह्रो पर्या जस्तो लागिसक्यो देख्दाखेरि गाह्रो भएको हो त साँच्ची हो नि लु अब म फेरि म छिटो गइसकेँ त्यसो कुन गीत गाउने ल ल पख है एकछिन मैले क्यामेरा गएको छु ल रेडी रेडी ल गीत गाउने पाती भागेर मनोकामना आयो बन्दीपुर गाइस गोसे कुण्ड आउँदैछ है बन्दीपुर जुन जस्तै मायालाई कामना के छ सुर अब हाम्रो टोलीहरू तलतिर छन् अब सुर ए उहाँ तलतिर हुनु त रहेछ हामी यहाँ माथि आइसक्यौँ ओए 32 भयो अब त त्यो हो त एकछिन चार्जमा राखिदिनु भनेको बन्द गर्न आएन 20 मिनेटमा पुग्छ रे देउराली अब गन्तव्य दिएर हिँडेपछि स्टप गरेर गाइस बिचरा गाईलाई सब जुगाले खाइदिनु भएछ बिचरा सब रगत आइरहेछ उहाँको माया लाग्ने गरी हामी चाहिँ यहाँ देउराली भन्ने ठाउँमा आइपुग्न लागिसक्यौँ ड्याडी र अङ्कल कहाँ पुग्छौँ हो नानी र अन्त यहाँ आउनुहुन्छ म यहाँ छु गाईसँगै छु चोर जस्तै देखाएको छ सेम तर टोलरेट विथ मी राइट न यहाँ हुनुहुन्छ मम्मीहरू त्यो गाईलाई जुगा लगाइदियो भने होला आफूलाई सकसक लाग्दो रहेछ गाई सो प्रिटी फुल गाइस हामी चाहिँ अब देउराली भन्ने ठाउँमा आइपुग्यो लगभग अलिक धेरै नै हिँडिसक्यौँ 8, 9, 10, 11, 12 साढे 12 भइसक्यो अनि हामी चाहिँ अलि देउराली भन्ज्याङ भएर रमाइलो हुँदैछ हामीलाई छोडेर आउनु भएको ड्याडी र अङ्कल चाहिँ यहाँ आउनुहुन्छ दाया छोड्नु भयो के हो बाहिर बाटो हेर्दै हिँडे हामी बाटो देखाउँदै हिँडे अगाडि ठिकै छ यहाँ छौँ हामीहरू सबैजना टोली द भ्यू इज सो नाइस गाइज तर हो नि त्यो कहाँको कुकुरलाई उलायो भनेको जुका सम्झनेहरू होइन त्यहाँ है पऱ्यो के हो नि अब चाहिँ
हल्का हल्का पानी बर्सात भएको जस्तै भयो। हामी चाहिँ पानी परेको अवस्था यतै छौँ। अब यो पानीलाई के गर्न सकिन्छ? रेनकोट ओर्नै पर्ने अवस्था हो त? पर्छ? रेनकोट ओर्नै पर्छ होला? अहिले त अलि पर्दैन। हामी चाहिँ जाँदैछौँ, पानी पर्न लाग्दा जस्तै भयो गाइज। तर होइन, हे नाथ नारायण वासुदेव वासुदेवाय वासुदेवाय। हाय, रमाइलो हुँदैछ नि, रमाइलो हिँड्नै पर्छ है। हेर्छन् हाम्रो 3 जना टोली चाहिँ। म चाहिँ हेर्छु, तपाईँहरूसँगै आउँछ अब म पनि। गाइस चाहिँ यति मजाले गीत बजाउँदै हुनुहुन्छ। एकैछिनै म अलिक छिटै पुग्छु। वेट अ मिनेट। म चाहिँ यहाँ छु। म चाहिँ पिङ्कीवाला। आजभोलि जहाँ पनि पिङ्क कलर भन्दा केही हुँदैन मेरो। वी जस्ट फाउन्ड अमेजिङ। मजाले गीत गाउँदै बजाउँदै हिँड्दै हुनुहुन्छ। म चाहिँ हेर्छु। डियर फ्रेन्ड्सलाई पनि भेटिसक्यो। हाय, यहीँतिरका कुकुर हुन्। नखा मलाई। यो चाहिँ साँच्ची नै कहीँतिरको कुकुर जस्तै है देख्दै। उहाँ बेबी पनि रहेछ। यसो नगर्नु न, झट्टायो भने। एकैछिन पहिला घाँटी त बस्दैन नि खाएर। त्यही रातो बस्दैन, राम्रो हुन्छ स्याउ। मम्मी त्यही पैसा यता खानु। थपिनु नि, आउनु स्याउ खानु। स्याउ कसरी हो? यहाँ चाहिँ यति राम्रो राम्रो स्याउ बेच्दै हुनुहुन्छ नयाँ व्यापारीले। कस्तो अनुभव लागिरहेछ है गर्नु? नयाँ व्यापारी अङ्कलकोमा स्याउ खान आइदिनु अरे। मैले चाहिँ पाइसकेँ। अब म मेरै बाटो लागेँ, मेरै गन्तव्य लागेँ। गाई चाहिँ अघि बाटोमा किनेको स्याउ खाँदैछौँ। अघि मैले हजुरहरूलाई फोटो पनि भिडियो पनि बनाएको थिएँ। त्यो स्याउ त यस्तो मिठो रहेछ नि। हजुरहरू पनि इनकेस मेरो भिडियो हजुरहरूसँग पुग्यो र इनकेस कसैको नआउनु भने प्लिज खानु होला। यति गाह्रोमा सकिन्न गाइस। अब आफूलाई चाहिँ कसरी लगुन लाग्दो भइसक्यो। अनि अर्को कुरो, ओन्ली 50 रुपिस एउटा स्याउको, जुन चाहिँ हाम्रो देवीघाटको बजारमा पनि पर्छ क्या एउटाको है। सबिना चाहिँ हाल्छिन्। अनि 250 5वटा त चढ्छ नि। यहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ। मम्मी कसरी देखाउँ? ए मम्मी स्याउ टोक्दै हुनुहुँदो रहेछ। मम्मी उहाँ आन्टी हुनुहुन्छ, ड्याडीहरू पनि आउँदै हुनुहुन्छ। गाई चाहिँ यति राम्रो नजरिया छ। भिडियो नबनाऊँ भने पनि, भिडियो बनाऊँ भने पनि मैले लिँदाखेरि दाइले दिनुहुँदा 70% थियो, 15% आइसकेछ भाइ। होइन उ गर्न मिल्छ अरे दाइले भन्नुभएको। गाइज हामी त अब चन्दनबारी पुग्न लागिसक्यो। म त यति धेरै गाह्रो भयो कि मैले त त्यो मेरो पिङ्कीवाला केरी निकालिसकेँ। यहाँ हामी त दुईवटा बेस्टहरूको फेरि छुट्टै छ कहानी। पहिलो लाए पनि साथी बन्छन्, रातो टी सर्टमा त लाइन साथी बन्छ। यहाँ छन् टोली। मै है फर्स्टमा चाहिँ। ए गाइज मैले मेरो नयाँ फ्रेन्डहरू भेटिसकेँ यहाँ। वेट अ मिनट, आई विल सो। आयो मेरा फ्रेन्डहरू, राम्रा फ्रेन्डहरू रहेछ। कति धेरै रहेछन्, कति साना। हाई गाइस, आज चाहिँ डे 2 म हजुरहरूलाई देखाउँछु। यहाँ चाहिँ घोडी छिन्। यहाँबाट चाहिँ हिमाल देख्छ। वाउ हिमाल, ब्युटिफुल हिमाल। अब चाहिँ हामी चिया खाएर एकैछिनमा निस्किहाल्छौँ है। मेरो नयाँ भ्लग सुरु भइसक्यो। सन्चै हुनुहुन्छ नि ठुलो मम्मी? अब अलिअलि अहिलेसम्म ठिक छ नि। नयाँ डे, नयाँ कन्टेन्ट सुरु भइसक्यो है गर्नु। अब अलराइट हो नि।
खै दिदी दिदी त्यो त दिदी चाहिँ उयो त हुनुहुन्छ अरे एकचोटि देखाइदिन्छु ल सात ढोका लगाइरहनु देखाउँछु यहाँ चाहिँ चिया खाने ठाउँ यहाँ चाहिँ म छु हाई ड्याडी तपाईँको क्याब र मेरो क्याब साठी जस्तो त्यहाँ तपाईँको क्याब खोइ तपाईँको बिरमान सर क्याब खोइ गोठा चाहिँ धुन राखेको होइन क्याब खोइ क्याब ड्याडी हुनुहुन्छ नानी छ नानी क्या खै क्या खै अब चाहिँ हामी चिया चिया नपुग्यो र बिल बनाएर ल्याऊ है कान्छु अनि उहाँ चन्दनबाट दिनु अब बास कहाँ बसिन्छ यति गरिसकेपछि एउटा बत्ताल त माग्नु पाइन्छ नि छैन मैले हेरेको ए रोटी यो हुँदा के खानु रक्सी हाले त हुन्न होला नि हो यो हो यो गाइस म फाइनली बाहिर आइसकेँ अनि आजको भ्यू सो नाइस छ मेरो दिदी क्याप टोपी चाहिँ नलाग्ने टाउको दुख्छ भनेर लगाएको तर कस्तो चोर जस्तो देखेको म त यसरी लगायो भने मेरो आँखा नै हरायो क्या यहाँ चाहिँ घोडी छन् यता पनि घोडी छन् कति राम्रो राम्रो प्रिटी घरहरू द भ्यू इज सो नाइस गाइस I'm in love with you भाइ कुदै आउँदैछन् अर्को ब्लगर यहाँ कुदेको आधा घन्टा हुन लागिसक्यो आधा घन्टा चाहिँ होइन 15 मिनट चाहिँ हुन ठुलो मम्मी होइन उहाँ कहाँ पुगिसक्यो हाई भन सम्ला दिदी इट्स नाइस कस्तो मजाले आइरहेको है त्यहाँबाट त त्यहाँ हाम्रो मम पनि आउँदै हुनुहुन्छ गाइस अहिले चाहिँ हामी कहाँ हौ चोलङ पार्टी छौँ अब हामी एउटा लौरी बिना पुग्छ अनि फाइनली हाम्रो डेस्टिनेसनमा पुग्छौँ गाइस अब चाहिँ हाम्रो फेरि पनि यात्रा सुरु भइसक्यो See you in final destination in case केही भएन भने यहाँ चाहिँ घोडाघोडी हुनुहुन्छ घोडाघोडी भन्ने बित्तिकै मलाई मेरो साथीको याद आउँछ जसको त नाम घोडा थियो यहाँ चाहिँ 10 out of 10 स्पोट रहेछ बस्ने डेस्टिनेसन यो त सबै घोडा नै जस्तो है के हाई मम्मी के भन्छ बुझ्यो नि हाई अब त अहिले सब क्याप्चर गरेर भन्नुभयो मम्मी कति राम्रो आएको हिँड्न सक्छ ल हामी कहाँ आइपुग्यो भनिदिनु त हामी चाहिँ गोसाइकुण्ड जाने यात्रामा छौँ बुद्ध मन्दिर आएर यहाँ रेस्ट गर्दैछौँ साथीहरू आउँदैछौँ यस हामी दुईजना चाहिँ सधैँ हिजो सुरु दिनदेखिबाट टपमै छौँ है हामी दुईजना हामी सकुशल छौँ यहाँसम्म हामी दुईटा आमा छोरी चाहिँ होइन आमै छोरी हो क्या यहाँ अनि हामी चाहिँ जे होइन हिजोदेखि फर्स्टमै छौँ अनि अघि नै तलका टोलीहरूले तलै खाइन हामी चाहिँ छिटो हिँड्या भएर खाएनौँ अनि अब चाहिँ हामी यहाँ बस्छौँ भनेर चिया आउँदैछ ल पहिले म एउटा भिडियो बनाउँछु नि यहाँ चाहिँ यस्तो भ्यू छ सो प्रिटी तर एकदम कुहिरो देखाइसक्यो अब त मसँग चाहिँ कागती पनि है जस्तो कुहिरो हिँड्छन् अनि सो प्रिटी के हेर्नु न गाइस त्यहाँ घोडा चढिरहेछ घोडा चढी देख्नुभयो खै त मेरो हात थिएन घोडा चढेको त खै त घोडा घोडा चाहिँ त्यहीँ छ यस्तो राम्रो फुलहरू यति राम्रो डाँडाहरू छ
अरू भन्दा पनि कुहिरो लाग्न थाल्यो केही पानी चाहिँ नपर्दैन यहाँ फोटो खिच्नलाई लाइन बसिसक्नु भयो बाई भनिदिनु त बाई अब नेक्स्ट अब म गोसेकुण्डा नै पुगेपछि मात्रै देखाउँछु किनकि मलाई यो क्यामेराको चार्ज पनि बचाउनु छ अहिले अरूजना छिटै आइपुग्नु भने उहाँलाई पनि देखाउँछु बाई गाइज मैले कसरी शब्दमा बयान गरौँ हामी फाइनल्ली 6 बजे हिँडेको थियौँ होला 10:45 हुन लाग्यो फाइनल्ली गोसेकुण्डा आइपुग्यौँ त भन्नु पऱ्यो नि हेरिसकेँ त्यही त हामी दुईजना यस यहाँ चाहिँ भैरव कुण्ड हो अरे यो चाहिँ यहाँ चाहिँ मान्छेहरू जान मिल्दैन अरे किनकि यहाँ चाहिँ मान्छेलाई तान्छ अरे भन्ने सुन्यौँ अनि त्यसपछि कोही पछाडि आउँदै हुनुहुन्छ कोही बिस्तारै अगाडि हिँड्दै हुनुहुन्छ आउँदैछौँ थ्याङ्क यू सो मच भगवान् यहाँसम्म ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई म देखाउँछु अब हजुरहरूलाई सबै थोक देखाउँछु अब चाहिँ मेनली त म गेट देखाउँछु ल मेरो मोबाइलबाट फेरि यसको 1300 आउँछ क्या पहिनो मम्मीले भन्नुपर्छ फाइनल्ली त्यही गर्नु फाइनल्ली वेलकम टु गोसेकुण्ड यो सपनामा थियो सपना पनि विपना हुँदो रहेछ भनेर मैले थाहा पाएँ आया म हेर्छु म अहिले अनब्यालेन्स भइसक्यो अब एकैछिन गाइज हामी फाइनली गोसेकुण्ड आइसक्यो मैले दाइलाई पनि भेट्सकेँ म दाइलाई त इन्टरभ्यू लिएरै छोड्छु तपाईँले अलिक झेली गरेर नुहाइसक्नु भएछ कस्तो भयो एक्सपिरियन्स दाइ जाडो भएको थियो एकछिन नुहाउँदाखेरि चाहिँ पछि चाहिँ फेरि तातो रहेछ रमाइलो भयो ओर्थी त हो नि होइन जे भए पनि दिदी जे होस् अहिले त अलिक सन्चो फिल भएको छ नि हो जे होस् भगवान्को कृपाले आइपुग्यो है ठुलमम्मी नाइ हो है ल अब चाहिँ हामी पनि बिस्तारै नुहाउँछौँ म तर भगवान् देखेर आउँछु म जुत्ता खोलेर म यसरी भगवान् हेप्पी आउँछु आऊ पालै पिलो नुहाउने हो त्यही भएर पहिला भिडियो बनाइदिन्छु अनि मात्रै नुहाउन लुगा खिच्छु पहिला नुहाउने अनि गर्ने होइन भिडियो बनाइदिनलाई फेरि त्यो मजा त राखेर पऱ्यो म हजुरहरूलाई देखाउँछु गाइज धेरै कुरा देखाउँछु मैले धेरै कुरा मिस गरिसकेँ केही नै हुँदैन त्यस्तो अलि भाइरलै भएको भए बर्बाद हुन्थ्यो होला भाइरल चाहिँ अलि छैन भगवान् रक्षा गर्नुहोस् बटरी ए आया धेरै नै चिसो छ जस्तो यो चाहिँ गोसेकुण्ड उहाँ चाहिँ त्रिशुलीकुण्ड छ अरे कता मान्छे हिँड्दै हुनुहुन्छ माइ गड कस्तो सेतो पानी हो सो क्रिस्टल क्लियर भने जस्तै भएछ को मनमा धेरै प्रसङ्ग खेले जस्तो फिल लाग्यो मलाई हो कि होइन साँच्चै हो एकदम सो प्रिटी नजाऊ यार म सक्दिनँ यार फोटो होइन भिडियो खिचिस् है यहीँनिर जाऊ त्यो सिडीमा मात्रै बसेर चलाएन हुन्छ दिउ मात्रै भित्र पऱ्यो त हो नजाऊ यार सक्दैन त्यही नहुँ नि तल्लोमा नजाऊ छोड्दिउ नसक्नु पानीले ताने कस्तो फिल भएको सक्दैन न छोड्दिउ ल सम्झ
हजुर मेरो ब्यागभित्र एउटा स्याउ जाऊ न लिएर यही छ केरा ए भाइ भाइ छुट्याएर राखिहाल्नु फाल्ने ठाउँ छ यी मैले बनाइदिन्छ बनाउनुपर्छ बनाइदिन्छु फोटो नै खिच्छु दसैँ ल्याइदियो पहिला सुरु ब्यागको गोदाममा देखिया त अहिलेकोमा यहाँ देखियो त महादेव टिका टिपे लगाइदिउँ मै त के छु गाइज हामी चाहिँ अब हिजो स्टे गरेको ठाउँमा आइसकेँ है अनि म चाहिँ कस्तो क्याब किनेको त नसक्दैन आई थिङ्क यसमा चाहिँ मलाई क्याब नै लाउनुपर्छ हामी चाहिँ चोलाङपाटी आइसक्यौँ गोसेकुण्डाबाट अनि आज चाहिँ यति धेरै गाह्रो कान्ट इमेजिन तर भाग्यवश पुगेर आयौँ सबैजना अलिअलि त गाह्रो भयो तर पनि पुगेर आयौँ सबमा कस्तो भयो तिम्रो एक्सपिरियन्स एकदम रमाइलो मजा आयो मनमा एउटा सबै मिलेको छ है यस आनन्द छ हामी सबैजना यहाँ अब हिजोकै होमस्टे गर्ने ठाउँमा बस्दैछौँ के गर्ने भने सायद लगभग अब यहीँ नै बस्छ मलाई किनकि आज अलि गाह्रो नै भइरहेछ अनि त्यही भएर अब म हजुरहरूलाई खाना खाने बेला भेट्छु गाइज हाम्रो डे 3 सुरु भइसक्यो अब चाहिँ हामी घर जाने त्यही भएर बिहानको सिम्पल ब्रेकफास्ट गर्दैछौँ है अब हामी चाहिँ घर जाँदैछौँ है म होटेलको पनि देखाएर आउँछु आज पनि लास्ट टाइम हिमाल चाहिँ घुराघुरी छु बाई राम्रोसँग गएर आउनु हामी त घर फर्किनु लागेको हो हामी त हिजै पुगेको यो भला आउन चाहिँ आउँछ बट नट सो पपुलर भ्लग मेमोरीको लागि मात्रै हो म हिमाल यो गोप्रो चाहिँ अलि पार्टनर आउनु भएको पार्टनर साथीको दाइको मिलेको यहाँ हिमाल छ हालेछु भने केमा हाल्नुहुन्छ सलिना चित्रकार कस्तो राम्रो भ्यू छ चोलाङपाटी कति धेरै घोरै घोरा छ ल मैले सटरडेलाई पनि भेटिसकेँ अब त घर जान एक्साइटेड होला नि होइन छुर्पी नै छुर्पी छ वेयर इज ब्राजिलको झन्डा है ब्राजिलको झन्डा देखाउनु पर्छ पनि छान्नु त यहाँ छ ब्राजिलको झन्डा भनेको त देखेँ कति घन्टा लाग्छ हामी पनि फर्स्टमा पुग्यो भने यिनी हेरिदिनु मम्मी हेरिदिनु तैना पनि रहेछ तातो पानी र कफी त्यही गर्दा नि हुन्छ होला हेर्दा हेर्दै घर जाने दिन पनि आयो मम्मी फाइनली सबिना घर जाने दिन आयो हाउ आर यु फिलिङ राइट नाउ हाउ आर यु फिलिङ अब त मलाई लिटल बिट कस्तो बिटर स्विट मुभमेन्ट लागिरहेको छ अब त घर जान्छ दाइकोबाट म फेरि पनि इन्ट्रेस्ट आएको गर्छु सुसुलाई नै हालेछ म चाहिँ त खिचिदिन्थेँ भनेको दाइ उतै आउनुहुँदो रहेछ मैले भेटेँ हाई गर्नु त भन्नै आएन मलाई त ट्रेडिसनल लौरी किन त्यहाँ तातो हुनलाई आफै आफै के गर्नु आफै यस्तो कि हाम्रो बिस्तारै सबैजना जम्मा एकदम ठिक अब घर जान एक्साइटेड हुनुहुन्छ नि
अब घर जानुको लागि सबैजना ठिक हुनुहुन्छ निन्द्रा त लाग्यो नि आज त सुतिएन आज नि आज नसुत्यो राम्रै हो आज सुत्यो ज्वरो आयो मेरो 10 मिनेट कहिले हुन्छ के 5 बजे थियो होला अझै पानी परेर ढिलो भएको हाम्रो त हिजो सबिना दिदी 7 मिनेट बाँकी छ यहीँ बसेको हामी त यहाँ गन्थन मन्थन हुँदैछ घर जानको लागि यहाँ हालेछ कि पावर ब्याङ्क हाम्रो ड्याडी चाहिँ हराउनु भयो अरे ड्याडीलाई खोजेर आउँछु म सुसुलाई अब एक्साइटेड हो है एकदम अब घर जाने हो अब फेरि क्याब अब तपाईँको क्याब माई फादर इज सो मच बच्चा हान्न सरको जहिले के छोड्नुहुन्छ ड्याडी त म त बाई राम्रोसँग जानु तपाईँहरू हिजो लौरी त मम्मीले पनि छोड्नु भयो ठुलो मम्मीले 3 ब्यागदेखिबाट लौरी पनि 3 चोटि छोड्नु भयो आज चाहिँ हामीले अलिक बेस्ट भ्यू देख्छौँ जस्तो लाग्यो मलाई वा बाई बाई द भ्यू सो प्रिटी कन्टेन्ट दिउँ न हामी पनि हामी चाहिँ खै हामी चाहिँ फाइनल्ली गोसेकुण्डा घुमेर पनि घर फर्किँदैछौँ है मलाई त मनमा कतै चाहिँ बसौँ नि लागिरहेछ है भन्नुपर्दा यस्तो राम्रो इन्भाइरोमेन्ट देखेर तर ठिकै छ घर जान पाउँदा धेरै खुसी पनि लागिरहेछ मलाई चाहिँ भ्यू चाहिँ सो क्लियर भयो है पानी नपरोस् त्यही हो राम्रो घर पुग्न पाइयोस् अनि अहिले पछि अब हामी चिया खाने ठाउँ अथवा खाना खाने ठाउँमा देखाउँछौँ है बाई बाई एकछिन जिन्दगीको गलेटामा यति राम्रो बाटो छ कि मान्छेले धारामा खुट्टा धुँदै हुनुहुन्छ किन खुट्टा धुँदै हुनुहुन्छ दिदी तपाईँ कसरी गाडी हो फेरि गाडी नि यहाँ कुर्दै हुनु त म अलि अघि लाग्छु मसँग आज चप्पल छ त्योहरू म पछाडि अलि हिँड्दिनँ बाटो यस्तो नराम्रो हो म चाहिँ यहाँ छु भाइ बल्ल राम्रो बाटो आयो त्यहाँ दुईवटा आमा छोरी पुगिसक्नु भयो अब सबैजना पछाडि आउँदै हुन्छ हो ठुलोमामी अब त एनर्जेटिक भइसक्नु भयो अहिले आएर चाहिँ हो पर्छ अब हामी बिस्तारै तलतिर फर्किँदैछौँ भ्यू यस्तो राम्रो छ तर अब अघिको भन्दा नराम्रो तिमी नि आऊ यहाँ ड्याडी मम्मी हुनुहुन्छ पछाडि राधिका आन्टी हुनुहुन्छ त्यसपछि हाई भन ड्याडी हाई गर्नु मम्मी हाई गौ माता हुन् कि के माता हुन् नाइ आफै जान्छ हिँड न केही गर्दैन यो आफै चढ्दैन हो क्या मान्छे चढाउनु छोड्यो हिँड्न एकछिन है नानी एकैछिन नानी अब किन फर्केको ए बल्ल ग्रुपै देखेर हाई गर्नु सबैजना गाईहरुको फोटो खिच यिनीहरूले अल्झाएर हिँड्न गाइज हामी फाइनल्ली फर्किँदैछौँ गौरव पनि भाग्यो हामीलाई देखेर भयो हो ठिक छ अब एकैछिनले बन्द गरौँ यत्रो साथ दाइलाई दिस बाटो इज सो मच एनर्जेटिक मी अब त हामी त यहाँबाट फर्किसक्यौँ ए त्यो लात्ती लाग्ला है सबैजना पछाडि आउनु पर्यो ए फोटो खिच्न लाँदा भिडियो खिचेछ फोटो खिच्नलाई कहाँबाट टाइमर लगाउने ए ल पहिनो
लाइट मिल्यो कि है लाउँ त यस्तो आउँछ है लाउनु आउनु सेल्फी हान्यो म अलिकति पछाडि जान्छु के ल ल गसेको नगर आइदियो अब गसेको नगर यात्रा एकदम राम्रो भयो है हाम्रो गाडी ल ल बुढेसालमा कसैको घर आइयो नारायण बुढेसकाला यो काला पनि नगाएको ल हेर्नु गाई बाटो छेकिरहेको छ आफै बाटो फेरि बाटो छोडिन्छ कि अघिसम्म पुरै छेक्यो माथि चढ्न लाग्यो के आई जस्ट लभ देम क्या एनिमल्स आर सो बेस्ट चस्मा थिचेर एकछिन पहिने एकैछिन सम्म आउँदैहरू बिबी एकछिन नहो है तल आउँदैन के ला भिडियो सुट गरेर रहेछ सरी है तर यिनीहरूले क्या बाटो छोडिदिन्छ के कस्तो राम्रो भ्यू यो भ्यू देखेर त मलाई फेरि फर्केर पुग्न मन लागिसक्यो भन्नु पर्दाखेरि लास्ट राम्रोसँग पुग्नुहुन्छ टेन्सन नगरिकन जानु बाई बाई ओइ बाई बाई गरेको त झन् माथि माथि भाग्छ त कस्तो रहेछ वाउ सो प्रिटी देखेको गाइस हामी चाहिँ लगभग आधी बाटो तल उल्लिसक्यौँ हामी चाहिँ यतिजना खै मम्मी नानी आन्टी यता हेर्नु त हामी 4 जना चाहिँ आएछौँ अरू चाहिँ ग्रुप तल आउँदै हुनुहुन्छ माथिबाट अब आज जो छिटो हिँड्न सक्छ त्यही छिटो गयो भने आराम गर्न पाइन्छ होइन म चाहिँ फर्स्टमै छु आज पनि हिजो पनि फर्स्टमै थिएँ आज पनि फर्स्टमै छु सधैँ अन द टप सो प्रिटी भ्यू इज सो प्रिटी ओ हिजो चिया खाएको ठाउँमा पिनाइस्यो सो प्रिटी आज हामी फाइनल्ली चन्दनबारी आइपुग्यौँ तर चन्दनबारी हुन्छ नि चन्दन हामी हिजो यहीँबाट गएको हो चिया खानु सोलाङपाटी कस्तो राम्रो आयो हामी 4 जना फेरि पनि फर्स्टमा आइपुगिसक्यौँ होइन त अरूहरू बिच बाटोमा आउँदै हुन्छ हामी फर्स्टमा छ यो चाहिँ हाम्रो स्टे सो प्रिटी मैले हिजो पनि देखाएको थिएँ होला चिया खान बसेको स्टप नेपालको झन्डा लिएर आउन सकिएन किनकि कहीँ पाउँदै पाएन त्यही भएर नेपालको यता सम्मको फोटो खिचिरहेछु म दाइहरू आउँदै हुनुहुन्छ हामी चाहिँ यहाँ चिया खाने ठाउँमा वेट गर्दैछौँ ल फाइनली कहाँ आइपुग्यौँ हामी के हो रे अहिले आएर के हो रे हिजो चिया खाएर हिँडेको ठाउँ खिच्ने अब पहिला हामी सबै ग्रुप पनि पहिल्यै सुरुमा खिच्यौँ अहिले नि अनि चिया खान थालौँ है ए एकछिन भिडियो हो त केही छैन भिडियो भयो नि हामी चन्दनबारी आइपुगिसक्यौँ आज के हो रे आज के बिर्सिने सोचमा हुनुहुन्छ आज म केही पनि बिर्सिन्न आज बिर्सिएँ अब खाना खानु बिर्सिने हो ल ल ल आज अब घर फर्किँदैछौँ कतिको रमाइलो भयो यहाँ चाहिँ मकै है अब यसो दाइलाई हेर्दा चाहिँ केही नसोध्नु कस्तो भएर एक्सपिरियन्स घर पुगे जस्तै भइसक्यो अब है साँच्ची हो उयो खानुपर्छ भनेर लगेको झोला मकै त सिधै भइन्छ फिर्ता यो भोलि यो प्रसाद भनेर बाँड्ने क्या दाइ चाहिँ लाज लागेर नबोल्नु भयो हुँदा चाहिँ मामा भन्नु कि भिडियो खिचिसकेँ
हामी चाहिँ यहाँ ब्रेकफास्ट गर्छौँ। आजको ब्रेकफास्ट कस्तो लाग्दैछ अरे? काइता काइता एकदम राम्रो, धेरै राम्रो छ। चना र तरकारी चिया। धेरै काइता छ अरे। खाइरहेको छु क्या त्यो तातो तातो मुख कसरी हान्यो। सम्झाउ, म तिम्रो भिडियो नि बनाउँछु। अब माम खान लागिसकेको छ कति छिटो। अनि अहिले पछि भात नखाने? कहाँ गयो हामी सम्झाउने? तिमीलाई भिडियो बनाउनु आएको तिमी हेरेछ। हाम्रो सम्झना के भन्छ अरे? के भन्छ त्यो मान्छेलाई? हाई गरिदेऊ न मेरो भिडियोमा। तिमी त मलाई कति राम्रो लागेको छ हिजोदेखि। मा रहेछ बर्मरमा। तपाईँ पनि खिच्नुहुन्छ? तपाईँहरूले नि पढ्नु भएको छ त? मैले त पहिला सोधेको स्कुल जानुपर्छ अरे क्या तर होइन। दाइ एकचोटि फोटो खिच्नु न हाम्रो ग्रुपको ल। हुन्छ अर्कोबाट नि म एउटा भिडियो नि हाई गर्छु, सबैजना हाई गरेर गराउने अनि एकैछिन ल। एकचोटि एक क्यामेराको जय शम्भु भनौँ बरु। हाई गर्छु अनि मात्रै जय शम्भु गर्ने। जय भन्ने अनि ल त्यस्तो नि भन्नु। रेडी 1 2 3 गो। गोसाइँकुण्ड मोबाइल ल्याउनु यताको यता नि बोलिए सुनिहाल्यो नि। जय शम्भु जय शम्भु। म पनि छु जय शम्भु। त मेरो औला चाहिँ यसरी किपिङ भयो। सरी बाई। क्याप्चर भएन यो। ए भाइ राम्रोसँग पुगेर आउनु होला। थ्याङ्क यू बहिनी। होप हजुरको यो ट्रिप रमाइलो होस्। ल एकदम बाई बेस्ट अफ लक। थ्याङ्क यू बहिनी। पोखराबाट आउनु भएको होइन तपाईँ नि हो? म त होइन, हाम्रो काठमाडौँबाट। ए ल ठिक छ ठिक छ ठिक छ। आज चाहिँ साँच्ची नै जात्रै लाग्यो जस्तो भएको छ हामीलाई। त्यो जात्रा सकिसक्यो। अब हाम्रै घरमा जात्रा लाग्छ देवीघाटमा। ल हेर भन्नुहोस्। अब राम्रोसँग पुगेर आउनु। हामी त पुगेर फर्किहाल्यौँ। अलि आत्मबल धेरै राखेर देवीघाट नुहाको बटाएर यिनीहरूपट्टि हो। मैले हाल भने ठिक छ पछि जाने पनि जात्रामा आउनु अनि त्यही खेला जात्रा पनि घरमा हुन्छ फेरि पूर्णिमामा। हो हस् ल बिस्तारै लाग्न है। ल हस् राम्रोसँग जानु हजुरहरू। हामी त अब आरामले पुगिन्छ घर। वाउ बल्ल नेपालको फ्ल्याग पनि देख्न पाएँ मैले। यस अब चाहिँ राख्दिएँ। So pretty guys. गाइस हामी चाहिँ फाइनली फर्स्ट डे खाना खाएको ठाउँमा आइपुगिसक्यौँ। हामी यति 5 जना ग्रुप चाहिँ आइपुग्यौँ। ए हामी 5 जना ग्रुप चाहिँ आइपुग्यौँ। अरू चाहिँ आउँदैछन् है। अस्ति फर्स्ट डे खाना खाएको ठाउँमा है। यस्तो पारा हाम्रो चाहिँ त्यही अरूहरू आउँदै हुनुहुन्छ पछाडि। हामीले चाहिँ आज अलिक कुर्ने त्यो पनि अर्को कुरा। आज अलिक कुर्ने स्थिति थिएन। खुट्टालाई अड्डायो भने खुट्टा छुट कामिरह। त्यही भएर पनि यस्तो हिँड्नु पऱ्यो। एउटा पहिला एउटा स्टेप। त्यही भएर बाई बाई। हेलो एभ्रिवान। यो चाहिँ हो न्यू भिलेज होटेल एन्ड लज। अनि यो चाहिँ खेन्दीमा छ। अनि यदि तपाईँहरूको चाहिँ कुनै जाँदै हुनुहुन्छ भने यहाँ बसेर खान सक्नुहुन्छ। अहिले चाहिँ हामी चाहिँ यहाँ खाना खान वेट गर्दैछौँ। हामी चाहिँ आज चाहिँ चोलाङबाटीबाट फर्केको। दाइहरू आउँदै हुनुहुन्छ। चाहिँ म छु माथिबाट आएर खुट्टा अलिक टनक टनक लिएर आउँदा हामी 3 दिन नन स्टप
मैले खाइसकेँ यहाँ पानी सफा है मैले त जग्गै खाइदिएको म त्यही बोतलमा भर्छु हो भर भर पानी अलि दाइले अस्ति यहाँको भर्नु भएको पानी खोल ल अब लास्टचोटि होला यसो जम्का भेट हुने मेरो भिडियो फेरि सुरु भइसक्यो है अब हामी लगभग होइन क्या अहिलेको यो सफरमा चाहिँ के लगभग हामी घर जानेको अब हामी फेरि खाना ठाउँमा आइपुगिसक्यौँ एकजना चाहिँ सुतिसक्नु भयो हामी चाहिँ हेर्छौँ ल अब हामी खाना खाने बेला भेट्छौँ अनि म त कहिले खाने गरेँ क्या हो कहाँ घुरेको साउन्ड यहाँ चाहिँ विश्राम कार्यक्रम हुँदैछ दुईजनै घुर्ने भने म बिचमा दुईजनै घुर्ने के एकचोटि यतापट्टिको पालो एकचोटि यता अङ्कल घुरेपछि फेरि यस्तो तनावबाट उठाएपछि यस्तो उठ्ने एकछिन फेरि घुरिहाल्ने के राति उठेर भिडियो बनाउनु पर्थ्यो नि दाइ अङ्कल घुरेपछि त सुत्नु सक्छ फेरि चाइनिज कस्तो लाग्यो तपाईँलाई गोसाइकुण्डको यात्रा गोसाइकुण्ड चाहिँ साह्रै रमाइलो लाग्यो तर अलि थकै लागिँदैछ अनि नभारोग पनि दुई चारवटा थपिँदैछ त्यहाँ गएपछि अनि अब आफूसँग भारोग त छँदैछ त्यहाँ गएपछि कमसेकम दुईवटा तिनवटा चाहिँ रोग चाहिँ थपिन्छ नि थपिँदैछ आफूसँग भएको रोग कोही कोही चाहिँ नदेखिने नत्र अरू चाहिँ डबल भएर आउँदैछ त्यो ठाउँ जे भए पनि ठाउँ रमणीय रमाइलो छ म अब तपाईँलाई यहाँबाट भ्यू देखाउँछु यहाँबाट ठ्याक्कै कुहिरोले गर्दा यस्तो राम्रो प्रिटी ध्यान सो ब्युटिफुल सो ब्युटिफुल सो ब्युटिफुल ल हेर्नुहोस् त साथीहरू कस्तो राम्रो आछ कस्तो राम्रो आछ मेरो घुरे कस्तो तर्को तपाईँको अङ्कको दाइ त घुर्नु भएन कहाँ नगर्नु